दर्शकबिन कर्णाली प्रदेशको हुम्ला जिल्लामा अहिलेसम्म पनि तुनको प्रयोग गर्दै अथवा खाद्यान्न सामानहरू एक ठाउँबाट अर्को ठाउँमा र एक ठाउँबाट अर्को ठाउँमा लिँदाखेरि हरेक शास्तिहरू खोप्नुपर्ने भएकोले अहिलेसम्म तुनको प्रयोग गरिँदै त्यहाँका जनताहरूलाई एक सामानहरू आवत गर्नको लागि खाद्यान्नहरू हरेक किसिमका आफ्ना चाहिने आवश्यकताहरू लिनको लागि तुनको प्रयोग गरिन्छ र त्यो तुनको प्रयोग गर्दाखेरि काठमाडौँ र अन्य सहरहरूमा जस्तै उदाहरणको लागि एउटा एक प्याकेट चाउचाउ किन्दाखेरि 10-15 रुपियाँमा पाइन्छ भने यो ठाउँमा हुम्ला जिल्लामा अहिलेसम्म 50 देखि 60-70 रुपियाँसम्म एक प्याकेट चाउचाउ मिल्छ। यतिसम्म शास्ति खोपिरहेका छन् कि त्यहाँका जनताले र यो सरकारले यतिसम्म ध्यान जान सकिरहेको छैन कि त्यो ठाउँमा पनि यस्तो बाटोघाटो र अन्य सुविधाको लागि पनि केही पहल चाल्नुपर्छ भनेर। अनि हाम्रो देशको प्रधानमन्त्रीले भन्छन् सरर रेलवे आउँछ, सरर पानी जहाज आउँछ र घर घरमा पाइप जान्छ भनेको सायद यही नै होला भन्ने लागिरहेको छ मलाई। हजुरहरूलाई कस्तो लाग्छ? आफ्नो प्रतिक्रिया, आफ्नो सुझाव सल्लाहहरू दिन नबिर्सिनु होला। थ्याङ्क यू सो मच।